Hello guys, welcome to second episode of our Dream World vlog है. हामी फर्स्ट एपिसोडमा चाहिँ मैले तपाईहरुलाई अब व्हाइट वाटर ल्यान्ड गएर त्यहाँ हल्का अब त्यहाँको के रहेछ यताउति हैन के खेल्न मिल्दो रहेछ त्यो सबै कुरा देखाएँ सरफेसली किन गोप्रो चाहिँ लान नपाइदो रहेछ गाइज हैन. सो अब यो सेकेन्ड एपिसोडमा चाहिँ हामी जाँदै छौं ड्रीम ओल्ड वाह. Let's go. Let's go guys. This is दामी छ. सो हामी चाहिँ जान्छ अब इन्ट्रीमा. आज स्टिल टाइम पनि खेल्न पर्छ है. त्यो ठुलो खेल्न पर्छ भने के. ल इन्ट्री guys, this is the one. Oh, dream old. Welcome to River Town. Enjoy your stay. Okay. When you're in the car, guys, do not jump into the car and leave space, please. I'll do it for you. Gaadi aayi hai ta la apna. How are you excited, Shivani? Oh, wow. Yay, Shivani, come on, you can do it. Plane. कस्तो मजा यो रेलैमा रमाइलो उकाली ओराले. बल्ल त्यहाँ आउनु भएको थियो एनाकोन्डा. ओ माई गॉड कस्तो छ यो राइड पनि खेलियो. यो सबै कुरा देखिसके गाइज. अब हामी अर्को राइड खेल्न जान्छौँ. सो गाइज स्टे ट्युन. कस्तो लागिरहेको छ तपाईहरुले कमेन्ट गर्नु होला प्लिज. कस्तो लागिरहेको छ तिमीलाई? दामी मलाई रमाइलो. हाउ यु फिलिङ सुबानी? यु लाइक इट? यस ओके ल. लोगे त एनाकोन्डा. ओ माई गॉड. दाइहरु पनि टक्क राइड सकेर आउनुभयो. यहाँ ठुलो मम्मी दाइ भाउजूहरू आउनुभयो त राइड सकेर. यता कलिस्ट आइरहेको छ. कस्तो लाग्यो त दाइ गाडी यात्रा? ल ठुलो मलाई कस्तो लाग्यो? रमाइलो. मुनालाई कस्तो लाग्यो गाडी यात्रा? ल सही हो. कस्तो रह्यो त राइड तिम्रो? हाउ इज द राइड? Let's go.
Excited with me? Yeah. Sorry guys, our going time. Mini होला सही रोलर कोस्टर तर हामी त लास्टमा परेर रहेछ हैन त ठिकै छ लास्टमा रमाउनु अन्त ल लेट्स गो म उता ब्याग राख्न जाम म ल ब्याग स्याग सब यही राखेर गइन्छ हामी त गोब्रो लानु पाइदैन है त ल ल अल द बेस्ट लगाएर हामी चाहिँ रोलर कोस्टर पनि खेल्यो सानो हैन लास्टै डर लाग्यो ऊ यहाँ आइरहेको छ एकजना कस्तो लाग्यो लास्ट डर आइदिनु त है तर हामी त्यो स्टिल टाइपिन खेला त यो पनि डर लाग्दै रहेछ त्यो यस्तो उल्टा जाँदाखेरि डर लाग्यो अलि डर लाग्थ्यो बरु त्यो मोरो कोस्टर चाहिँ अलि त्यस्तै डर लाग्ने रहन्छ त्यो मोरो बाइक वाला एउटा रोलर कोस्टर छ त्यही हो नि त्यहाँ एउटा अर्को भिडियो छ त्यो हेर प्लिज गाइस ल हाम्रो अर्को भिडियोमा पनि छ त्यो अर्को मेरो ड्रिम वर्ल्डकै भिडियोमा राखेको छु त्यो चाहिँ हैन सो हामी चाहिँ यो रिभर लगाइ हैन अब हामी अर्को रोलर कोस्टर खेल्न जान्छौँ स्टिल टाइपिन त्यो चाहिँ अति नै डेन्जर छ आर एक्साइटेड एउटा स्टिल टाइपिनको रोलर कोस्टर चाहिँ त्यो इट्स ओरेन्ज रोलर कोस्टर एकदम घुम्छ भमिट पनि लाग्ला अब त्यसपछि धेरै नखाए गाइस एकदम घुम्छ भमिट पनि लाग्ला अब त्यसपछि धेरै नखाए मुटु नै त्यो मुखमा आउला जस्तो हुन्छ कि त्यो डर लागेर मुटु नै त्यो मुखमा आउला जस्तो हुन्छ कि त्यो फर्स्ट म किन खेलेछु जस्तो भएको थियो हैन सेकेन्ड फर्स्ट म किन खेलेछु जस्तो भएको थियो हैन सेकेन्ड चाहिँ अलि मजा आयो हामी स्टिल टाइपिङ खेलिरहेछ सो यस्तो डेन्जर छ यो रोलर कोस्टर यहाँ हेर्नुहोस् तपाईँहरूले यस्तो माइ गॉड पुरै यहाँ त उल्टा सुल्टा फनी घुमाइदिन्छ गाइज हैन यो सब रोलर कोस्टर ट्र्याक हो सो हामी खेल्न जाँदैछौँ गाइज डेन्जर लामो है ल गाइज गइदिउँ है त स्टिल टाइपिङ फाइनली आइयो स्टिल टाइपिङ आइयो यहाँबाट फाइनली हाम्रो पाला आउँदैछ गाइज स्टिल टाइपिङ खेल्ने है तनाइरहेछ यार यस्तो डेन्जर छ कि यहाँ ट्र्याकहरू यस्तो लगाइ त गयो ब्याक साइड लगाइ हामी चाहिँ अब जाइन्ट ड्रपमा जाँदैछौँ होइन सो यो अग्लो बिल्डिङ हो टावर यसमा चाहिँ खेल्न पऱ्यो हामी चाहिँ स्टिल टाइपिङ हामी खेलिसक्यौँ अब चाहिँ यो जाइन्ट ड्रपमा हामी जाँदैछौँ लास्टै डर लाग्दैछ गाइज होइन त्यही पनि अब आइसकेपछि खेल्न परिहाल्यो सो गाइज यहाँसम्म यात्रा तपाईँलाई कस्तो लागिरहेको छ प्लिज डोन्ट फर्गेट टु कमेन्ट है अनि तपाईँहरू मेरो च्यानलमा भर्खर भिजिट गर्दै हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल अरू भिडियोहरू पनि चेकआउट गर्नलाई गाइज ल अब जाऊँ है त आर यु रेडी कलिस्टा ओके आई एम अल्सो रेडी लेट्स गो ल गाइज हामी चाहिँ गयो है त जाइन्ट ड्रपमा बसेर ल यसमा बसेर अब उहाँ माथि पुग्ने है ल हेर्नु देखेर चाहिँ कहाँ पुगिरहेको छ होइन यो यत्रो माथि पुगिरहेको छ अब त छोड्छ कि अब झरे 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 यहाँ रोक्यो कि ल तो गयो गाइस सातो गयो तो गयो गाइस सातो गयो त्यस्तो पनि हुन्छ भने कि कतिसम्म डर लाग्यो कस्तो लाग्यो तिमीलाई त्यो माथि रोकिँदाखेरि चाहिँ डेन्जर डर लाग्यो त्यो रोकिएर राख्दाखेरि कति बेला जान्छ कति बेला जान्छ भनेर ल जाइन्ट ड्रप पनि खेलियो गाइज होइन फाइनल्ली कस्तो लाग्यो तिमीलाई भन त फेरि अब कस्तो लाइक अब डर लाग्यो लास्ट डर लाग्यो होला नि त नि एकदम डर लाग्यो थियो
त्यो साथै गयो कि मेरो अझै साथै गएर आज मेरो त यार एकछिन त्यो माथि टपमा रोकेर राख्दा चाहिँ सातो गएको थियो होइन झर्मेर त उडा जस्तो फिल भइरहेन त्यो सिटमै छैन ओ माई गॉड खेल्यो सक्यो है जाम ढुकढुक भइसक्यो त यार ल हजुर सुमै बाई ल लगाइ हाम्रो ड्रिम वर्ल्डको अब ब्लग पनि यति बेस सकिन्छ है दाइहरू पनि जानुभयो अब हामी पनि घर जान्छौँ सो I'm gonna see you on next vlog तपाईँहरू चाहिँ मेरो च्यानल सब्सक्राइब गर्नु भएको छ भने प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल गाइज अनि आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला सो गाइज यति नै हो आजको लागि स्टे सेफ